हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म बेनी आइसकेँ। हिजो चाहिँ मेरो काठमाडौँ टु बेनीसम्म हाम्रो गाडीमा यात्रा थियो भने आज चाहिँ हाम्रो बेनी टु चेसाङ हुनेछ। र हाम्रो चाहिँ यहाँ रहेको छ खाट चाहिँ सिङ्गल बेड हो, अनि यता रहेको छ डबल बेड। केटाहरू चाहिँ अहिले बिहानको कति बज्यो भन्दाखेरि यो चाहिँ नेक्स्ट डे हो। अहिले चाहिँ बिहानको ठ्याक्क 5:15 भइसकेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ केटाहरू बिहान गीत बजाएर नाचिरहेछ। अहिले चाहिँ 5:15 भइरहेछ। अनि यहाँ चाहिँ केटाहरू हेर्नु बिहान यो चाहिँ अहिले बिहान हो। हाम्रो चाहिँ यहाँ घाट यस्तो छ होइन। गाइज हाम्रो चाहिँ केटाहरू अघि नै बौलाएर नाचिरहेको थियो। अहिले चाहिँ हामी उठेर हिँडिसक्यौँ, बिहान भइसक्यो। र अहिले चाहिँ बिहानको 6:30 भइरहेको छ। अनि हामी चाहिँ अहिले गलेश्वर मन्दिर जान लाग्यो। गलेश्वर मन्दिर चाहिँ यो हामी बसेको होटेलबाट अलिकति अगाडि हो। गाइज यो चाहिँ रहेको छ गलेश्वर मन्दिर। हामी चाहिँ गलेश्वर मन्दिर छिरिसक्यौँ। यो चाहिँ रहेको छ गलेश्वर मन्दिर र यता हेर्न सक्नुहुन्छ यस्तो रहेको छ गलेश्वर मन्दिरको भ्यू चाहिँ। यतापट्टि चाहिँ पुरै पहाड छ। यहाँ तल चाहिँ यस्तो ढुङ्गा टाइपको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यता भर्खर हुस्सोहरू जाँदैछ। गाइज हामी चाहिँ गलेश्वर महादेव गएर आइसक्यौँ। अनि यहाँ चाहिँ अहिले चाहिँ हामी ब्रेकफास्ट खान लाग्यो। यहाँ चाहिँ रहेको छ हाम्रो ब्रेकफास्ट। अब हाम्रो यो ब्रेकफास्टबाट अब हामी सिधै मुक्तिनाथ जान्छौँ मलाई। अनि त्यही हो, मुक्तिनाथ गएपछि देखाउँला। गाइज हामी चाहिँ अहिले रूपसे झर्ना आइसक्यौँ। रूपसे झर्नाको यतापट्टि चाहिँ यस्तो पहाड छ। अनि यतापट्टि रहेको छ यस्तो खालको झर्ना। गाइज यो चाहिँ रूपसा झर्ना रहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ रहेको छ रूपसा झर्ना। अनि यहाँ चाहिँ रहेको छ यस्तो खालको पुल। यही हामी चाहिँ मुस्ताङ आइसक्यौँ। अनि हामी चाहिँ मुस्ताङमा खाना खान रोकेको छौँ। अनि यताबाट चाहिँ यस्तो बोवाल हिमाल देखिन्छ। अनि यता साइडमा पनि रहेको छ हिमाल। यता पनि रहेको छ वरिपरि हिमाल रहेको छ। अनि यतापट्टि पनि रहेको छ। हामी चाहिँ अहिले होटेलको यो खाना खाने होटेलको माथि हो। अनि यहाँ चाहिँ यस्तो तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ ठ्याक्क मुस्ताङको भ्यू हो। यहाँ चाहिँ हाम्रो गाडी रहेको छ। यताबाट चाहिँ हिमाल देखिन सकिन्छ। यो चाहिँ सबैजना फोटो खिच्नलाई यहाँ यसरी लाइनै बसिरहेको छौँ होइन। एउटा बस आइपुगेको छैन। धुम्बा लेक आइसक्यौँ। र यो धुम्बा लेक चाहिँ मुस्ताङमा रहेको छ। अहिले चाहिँ त्यस्तो चिसो चाहिँ भएको छैन। अहिले ठ्याक्क दिउँसोको 1 बजे अघि भर्खर चाहिँ हामीले उता लेलेमा खाना खाएको थियौँ। यता चाहिँ उयो तल रहेको छ धुम्बा लेक हेर्न आएको। जस्तो रहेको छ धुम्बा लेक। अनि यो चाहिँ मुस्ताङनिर रहेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हिमाल छेउछेउमा रहेको छ हिमाल। यता वरिपरि सबै हिमालै हिमाल हो। हामी चाहिँ अहिले मुक्तिनाथ जाने बाटोमा आइसक्यौँ। अनि यहाँ चाहिँ रहेको छ घोडाहरू। त्यसरी घोडा चढ्न मिल्छ। वरिपरि चाहिँ पुरै हिमाल रहेको छ। गाइज हामी चाहिँ यो मुक्तिनाथ माथि जाने यो भर्याङ आइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ त्यस्तो खालको भर्याङ रहेको छ। यहाँ चाहिँ बिस्तारै जानुपर्छ। गाइज हामी चाहिँ अहिले हिँड्दै मुक्तिनाथको माथि टपमा आइसक्यौँ। र हामी चाहिँ अघिदेखि त्यत्रो भर्याङ चढेर यहाँ यत्रो आइसक्यौँ। यहाँ चाहिँ मुक्तिनाथको मेन गेट रहेको छ। लेक चाहिँ लागेको छैन होइन। हामी चाहिँ यो मुक्तिनाथको यो जङ्गल एरिया आइसक्यौँ। यता चाहिँ
रुखै रुख रहेको छ र यहाँ चाहिँ पानी जाने बनाएको रहेछ तपाईँहरूले हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ बुद्धको मूर्ति रहेको छ यहाँ चाहिँ बुद्धको मूर्ति रहेको छ यस्तो रहेको छ भ्यू चाहिँ अहिले मुक्तिनाथ आइसक्यौँ अनि यहाँ चाहिँ रहेको छ दुईवटा पोखरी हामी चाहिँ 108 ढाडेर जान लाग्यो हामी चाहिँ नुहाउँदैनौँ हामी चाहिँ पानी मात्रै थाप्ने हो होइन त्यही भएर यहाँ बोतल छ है यहाँ चाहिँ रहेको छ 108 वटा ढाडो यो चाहिँ मुक्तिनाथको 108 वटा ढाडो हो होइन मैले टाउको चाहिँ भिजाइसकेँ यहाँ चाहिँ साथीहरूले बोतल चाहिँ भरिरहेको छ यहाँसम्म छ ढाडो चाहिँ रहेको छ दुईवटा पोखरी अनि त्यहाँ चाहिँ हाम्रो सर पौडी खेल्दै हुनुहुन्छ म चाहिँ चिसो भएर ननुहाएको हामी चाहिँ अहिले मुक्तिनाथबाट ढोगेर फर्किसक्यौँ अनि अहिले चाहिँ अब हामी फर्किन लाग्यो गाइज हामी चाहिँ छिसाङमा आइसक्यौँ र छिसाङमा आएर हामीले खाना खाइसक्यौँ अब चाहिँ हामी सुत्न लाग्यो अनि भोलि चाहिँ हाम्रो टुर रहेको छ मार्फा अनि हामी चाहिँ मार्फाबाट अप्पर मुस्ताङ जान्छौँ होला त्यही कारण भोलि चाहिँ हामी 4 बजे उठ्नुपर्छ